एरियामा काम गर्दाखेरि चाहिँ एकदमै होसियार हुनुपर्छ। भन्न सकिँदैन दुर्घटना हुन्छ जस्तो ठाउँ नै हुँदैन, तर पनि दुर्घटना हुनसक्छ। जुन ममा चाहिँ अस्तिको दिन त्यस्तै भयो। हाम्रो खासै त्यस्तो दुर्घटना हुने खालको केही छैन, मेसिनहरू चलाउनुपर्छ चलाउन चाहिँ त्यस्तो दुर्घटना हुने त केही छैन। तर भुइँमा म चाहिँ चिप्लिएर लडेँ। त्यो पत्याउन सक्ने ठाउँै थिएन कि, मजाले नै अब लडेँ भनौँ न। हातमा अलिकति चोट लाग्यो, घडी थियो, घडी पनि फुट्यो पनि अनि चुट्यो पनि। त्यही भएर काम गर्दाखेरि यो त्यस्तो केही खतरा छैन भनेर त्यो व्यवस्था गरेर काम गर्नु हुँदैन। सानो सानो चिजलाई हेर्नुपर्छ। भुइँमा चिप्लिएर भन्छन् नि डसा लाग्दाखेरि सँगारमा ठोकिएर मान्छे मर्छ भनेर, हो त्यही हो। त्यही भएर काम गर्दाखेरि एकदम होसियार भएर काम गर्नुहोस् तपाईँहरूले, होइन? म जस्तै नहोस्।